नमस्कार, म मिलन बराल। यो फेसबुक खोल्दा पनि अचम्म लाग्न थाल्यो। मान्छेहरू यो फेसबुक मोनिटाइजेसन गर्ने, फेसबुकबाट पैसा डलर कमाउने, डलरहरू भ्युज बढाउनको लागि जे पनि बोल्दिने कि हर्क साम्पाङको पेज बनाउने, बालेनको पेज बनाउने, सुदनको पेज बनाउने, रवि लामिछानेको पेज बनाउने, अनि कसलाई चाहिँ कहाँ भन्दाखेरि चाहिँ कसको इगो हर्ट हुन्छ र कमेन्ट फरर आउँछ र अमेरिकी डलर खोज 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 झार्न पाइन्छ भन्ने तरिकाले पोस्टहरू गर्ने अनि कमेन्ट गर्ने, फलोवर बढाउने र हामी बुझ्दै नबुझी भट्टाभट कमेन्ट लेख्ने। अचम्म छैन? हामी सानोभन्दा सानो हाम्रो यो गिदीमा भएको विवेक प्रयोग गर्न सक्दौँ न? कस्तो पोस्टलाई लाइक कमेन्ट सेयर गर्ने, कस्तो पोस्टमा कमेन्ट गर्ने, कसले के गर्न खोजिरहेछ, के भन्न खोजिरहेछ, के भ्रम फैलाउन खोजिरहेछ, हामी के त्यो हावाकै पछाडि लाग्ने हो? पहिला कान छामो हजुर, हाम्रो कान कागले कान लग्यो भनेर पछि यति अविवेकी र अबुझ हामी नेपाली जनता पक्कै होइन।